अहिले तिमी त्यही हलो भित्र पस्न जान्छौ फेरि यत्रा ढकना छ नि यस्तो लक्क बनाएर सक्यो डोगोदेखि परहरू कापासता छ खाने पकाएर खाने लिएर गएपछि। गुड मर्निङ साथीहरू, नमस्ते। आज सबैजना सन्चै हुनुहुन्छ होला, मस्त व्यस्त हुनुहुन्छ होला साथीहरू। फेरि पनि आइसकेँ म हजुरहरूको सामु अर्को न्यू भिडियो लिएर। नयाँ साथीहरूले स्वागत छ भनेर मैले भिडियो स्टार्ट गर्दैछु साथीहरू। आज म माथि के अरे गहुँ छर्नको लागि जान लागेको। बाबा गइसक्नु भयो गहुँ जौ अनि गरुहरूलाई लिएर जानुभयो खाना खाएर। म फेरि खाना खाएर गरुको लागि घाँस खाजा बाउसो खाना खाएर लिएर जाँदैछु। हाम्रो गाउँघरको भाषा त बाउसो भन्छौँ के अरे, हजुरहरूले कोरालो भन्नुहुन्छ होला सायद। साथीहरू आज हाम्रो गाउँतिर त के अरे गहुँहरू छर्ने बेला भइसक्यो। हजुरहरू छर्नुभयो कि के गर्नुभयो? अब अरूले हिजै छर्नुभयो क्या कुहिले, अरू कुहिले आज छर्ने हो साथीहरू। हामीले नि आज छर्ने जाँदैछु। म हजुरहरूले माथि गएर भेट्छु, देखाउँछु पनि। म आइसकेँ खेतमा। यो भारीहरू यहाँ बिसाए बाबाले गोल छर्दै हुनुहुन्छ यस्तो गरेर छर्दै हुनुहुन्छ। यता जोत्दै हुनुहुन्छ ओरदेखि परसम्म। अहिले अरू हल गरु नि आउँछ, भर्खर हाम्रो गरुले मात्र जोत्दैछन्। कति ठुला ढकना छ आमामा, छर्दै हुनुहुन्छ बाबाले। हामीले छर्न आन्न, हामीले छर्न हुन्थ्यो। बाबाले छर्नुहुन्छ जहिले नि, त्यही भएर अहिले तिमी त्यही हलो भित्र पस्न जान्छौ फेरि जोड्छु भनेर बर्बाद छ बाबासँग। डल्लाले फाल्दै तिमीलाई जोड्दै हुनुहुन्छ। यस्तो ढकना खा कि हाम्रो थुर्नु पर्छ, कति धेरै यहाँ छ। सबै जोड्दै हुनुहुन्छ उहाँबाट। कति अँध्यारो देखियो कि ऊ माथि 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 स्याट्ट जोड्दै हुनुहुन्छ। कुहिले हिजो जोड्नु भयो पराउनु नि, यता जोड्दै हुनुहुन्छ। ऊ माथि पुग्नुभयो बिउ छरेर के माथि ऊ मामाले खन्दै हुनुहुन्छ। ट्याक्कै तपाईँले चाहिँ गराइरहेको थिएँ। जोड्दै हुनुहुन्छ, यता पनि जोड्दै हुनुहुन्छ सबैजनाले। अब हामीले ढकना ठोक्ने हो फेरि। अहिले लेरकोमा चर्नी, छोराले खन्न नजाने बाउले सिकाउन लाने। त्यहाँदेखि खन्न पर्छ कि बेसरी नभए बाजे हुन्छ, त्यही भएर एउटाले हेर्दैछ एउटाले सिकाउँदै हुनुहुन्छ। यति धेरै ढकना छ कि आमामा। मैले नि यता खन्दै आएँ, यो धिकधिक अझै यहाँ खन्ने छ। सिकाउँदैछन् नजानेर यसले। मलाई देखाएको छैन भक्कनी, मलाई त्यस्तै छ भिडियो, मलाई त्यस्तै लाग्छ। यस्तो बाटो के टिस्टा बाँच्चै रहेछ। बाँच्चै छ त एकैछिन भन्नुहुन्छ।
आलु नि कस्तो खाले जोडेर नजोडेर जस्तो म यत्रा ढकना छ नि यस्तो यताकि यहाँदेखि यति सर्लक्क बनाइसके तलको यता उभोको छ यस्तो छ गर्ने यहाँ भाइले जोत्दैछ हाम्रो गोरु अर्को गोरु नारुमा जोत्दै हुनुहुन्छ हाम्रो 3वटा भाग 2वटा हाल्ले उता 2वटा भाग 2वटा हाल्ले जोत्दै हुनुहुन्छ मैले यता ढकना ठुट्दैछु यो बाउसो छुटेर आज धेरैले जोत्नु भएछ हिजोमा त 1-2 जनाले आउँदै जोत्दै जाँदै गर्नुभएको रहेछ यस्तो जोत्दैछन् झुले के गोरु त झुले बाबा गोरु त झुले झुले के खै कि स्टेप नि सरिरहनु भएको यी बरै पत्ताइ न गोरुले त तान्के गरे त्यही पट्टाइ न के गोरुले छ्या कुट्नु के अलि यस्तो गरेर बनाइ भने अहिले त मलाई मात्र देखाए के रे कति ठुला ढकना हो राम्रो तर हलुङ्गो छ त्यसले त केही नि गराउनुहोस् खै यो तलको सर्लक्क बनाएर सक्यो डुगोदेखि परहरू कापासम्म अब यो यस्तो ढकना छ साथीहरू मैले यो बनाउन लाएँ बाबाहरूले चाहिँ अघि नै खाजा खानुभएछ मैले अब खाजा खाएर यताको गराउने हो तिहारको रोटी खान लाग्यो अझै छ यो तिहारको रोटी यो आलु ढेरपाटनको अनि खानु साथीहरू हामीले बल्ल खानु भोक लाग्छ दाइ भाइ र बाबा पनि खाइसके फेरि लाग्नुभयो जोत्न मैले बल्ल खाइरहेको मिठो छ अझै पनि घाँटी सुके बेला अट्किन्छ अब अझै जोड्दै हुनुहुन्छ म तल एक हलले यहाँ एक हलले यहाँ दाइले जोड्दैछ यो परको 3वटा पाटा सकेर यहाँ जोड्दै हुनुहुन्छ ऊ परन जोड्दै हुनुहुन्छ अझै सास पन्ला सबै कसेर माथि खन्दै हुनुहुन्छ मैले यहाँ ढिकढिक खन्दै यहाँ बसी तल फेरि बाबाले औवा छाड्दै हुनुहुन्छ भोलि आएर जोत्ने मा छाड्दै हुनुहुन्छ औवा चामल जस्तो के अरे कति राम्रो धान जस्तो छ औवा पनि देखिन्छ यस्तो गरी छर्नुपर्छ कि लाएर बसेको उता सकेर 3वटा पाटा सबै मिलो बनाएर सकिम अब यो आज भ्यान्न होला सायद भोलि पर्छ बिहान एकछिन जोतेर खाना हो जाने गरी बिहान सक्ने होला साथीहरू आज
हाम्रोमा त जोतेको भइसक्थ्यौँ होला अरूको जोत्दाखेरि अलि ढिला भयो त्यही भएर कसै राख्नुभयो आज सरिन सक्ने रे यहाँ र यहाँ माथि पनि म अब घर जाने मेरो बाबा मम्मी बाबा जानुभयो दाइहरू सबै गोरुहरू लिएर म नि अब जाने हो यहाँ पर पिनालुको डोको छ यो लिएर पिनालु हालेर जाने हो रात पर्न लाग्यो यहाँ पनि छ अझै टिप्नी छ खेत्नु यति लैजान्छ र यताको लिएर जाने होला साथीहरू पिनालु यस्ता छ खाने पकाएर खाने लिएर गएपछि हुन्छ पुरा कसै राख्नुपर्छ त्यो नि यहाँ माथि पनि आज सकेर जाने भनेर यस्तो माटो झारी जानुपर्छ कि पिनालु नभए गरौँ हुन्छ पारी लिएर जानलाई यस्तो गराएर यो काकुरे आलु पनि छ काकुरे भन्दा नि यो बसेको खेतमा बसेको काकुरे हुन लाग्छ अब लिएर जाने हो सबैलाई यस्तो एक दुगै भयो भने यत्रो हो अझै चाहिँ मसिना मसिना अब यसले लिएर जान्छु म पिनालु एक दुगो ओहो पल्टु एक दुगो भयो यसले लिएर जाने हो पारी मम्मी उहाँ जानुभएको थियो आज राउन्डे उठाउन र नि आउनु भएको हो यहीँ थारै कब लिएर जाँदै हुनुहुन्छ मम्मीले आज राउन्डे उठाउनु जानुभयो मम्मी हामी यता आएको त दिनभरि थकायो कामले मम्मी आउनु थियो भर्खर यहाँ राउन्डे उठाउनु थियो र नि मनी अब जान लाग्यो रात पर्न लाएर पिनालु लिएर एक दुगो भयो अझ पनि छ तिर्नै पाएन त्यही भएर अहिले भोलि लिए जाने होला भोलि पनि आउने हो जोत्नको लागि अझ सकेन केसको छ के अझै छ ऊ र पिनालु त खाने हुन्छ दाइले पनि लगेको थोरै अझै पनि छ जोत्ने मान्छे भोलि त्यही गर्ने होला यो आज चाहिँ यो चाहिँ खाने कस्तो थकाइ लाग्ने आमामा त्यस्तो खेत हुने भए त ऊ नगरे नि हुन्छ नजोति के अरे नकमाइ नि हुन्छ साथीहरू पुरै अनि नसकिने भनेर अघि नै फुका लगेर जानुभयो बाबाले भइसक्यो गोरु म भर्खर जाँदैछु रात पर्न लाग्यो त्यही भएर अरू कसैले हुनुहुन्छ सक्ने भनेर साथीहरू आएर पनि मैले घर आएर पनि हात खुट्टा धोएर यो कर्कलो अस्तिमानका उ गरेर चिरेर सुकाएको कर्कलोलाई यसरी लाछा बाटे जस्तो बाटेर अर्चीमा राखेँ साथीहरू यही आएर हात खुट्टा धोएर यति भयो यो पछि तरकारी खानको लागि राम्रो हुन्छ यसरी बाटेर राखेपछि काटेर हाल्न पनि त्यही भएर बाटेको साथीहरू हजुरहरूले आजको भिडियो कस्तो लाग्छ हेरेर माया गरिदिनु होला लाइक गर्न नबिर्सिनु होला साथीहरू पुरा शरीरहरू गनाउनु भएछ घामले आजको भोलि नआउने होला साथीहरू हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ हेरेर माया गरिदिनु होला लाइक गर्न नबिर्सिनु होला साथीहरू यसलाई सब्सक्राइब पनि गरिदिनु होला बाई बाई